हो। यो पहिचानको आन्दोलन हो। पहिचानका के हुनै सक्दैन। आदरणीय जनसमुदायहरू तपाईँलाई अवगत गराउँ, जातीय भनेको जातीय राज्य भनेको त्यो जातको राज्यमा त्यो देशमा न्यायपालिका कार्यपालिका व्यवस्थापिकामा एउटै जातिको मात्रै ठोको मान्छेलाई जातीय राज्य भनिन्छ। त्यस्तो अहिले छ देशमा 52 जना करिबन 52 जना सचिवहरू छन्। ती सचिव भनेको नेपालको उच्च स्तरीय नेपालको भनेको कर्मचारीको सबैभन्दा टप लेभलमा काम गर्ने त्यसले देश चलाउने हो। प्रधानमन्त्री नहुँदा पनि त्यसले देश चलाउने हो। त्यो 52 जनामा कतिजना हिमालहरू छन्, कतिजना थारूहरू छन्। त्यो हामीले ट्रेक गर्न खोजेको त्यो हो जातीय राज्य। त्यसलाई ट्रेक गर्नको लागि यहाँ हिमालहरूको पनि उपस्थिति त्यो सिंह दरबारमा हुन जरुरी छ। त्यो सचिवहरूमा उपस्थिति हुन जरुरी छ। त्यो देखाउनको लागि हामीले आन्दोलन गरेको यो जानकारी गराउन चाहन्छु। आदरणीय जनसमुदायहरू तपाईँलाई थाहा छ रुख हुनको लागि त्यसको रुख सङ्ग्रहनको लागि पात चाहिन्छ, हाँगाहरू चाहिन्छ, त्यसको जरा पनि चाहिन्छ। जाति हुनको लागि भाषा चाहिन्छ, संस्कृति चाहिन्छ, धर्म चाहिन्छ। आज जाति भन्ने अनि जातिमा भएका सबै भाषा सबै धर्महरू राज्यले लुट्ने, राज्यले त्यसलाई चाहिँ लोप बनाउने जबरजस्त भइराखेको छ। रुख भन्ने रुखको सबै जराहरू काटेपछि कहाँ रुख रहन्छ? त्यस्तै भएको छ हाम्रो देशमा। त्यसको विरुद्धको यो आन्दोलन त्यो देश गर्न चाहन्छु। आदरणीय जनसमुदायहरू हामीले भनिरहेका छौँ त्यो देश सबैको साझा देश हुनु जरुरी छ। मैले अघि बेला मात्र के अध्ययन गरेको थिएँ भने फ्रान्समा लुइस पेयर भन्ने राजालाई त्यहाँका जनताहरूले 1792 मा गोली चलाएका थिए। त्यहाँनिर राजालाई हत्या गरेका थिए। किन हत्या गरे? त्यहाँ फ्रान्सका जनताहरूले त्यस फोटोमा राख्न चाहन्छु। फ्रान्समा तपाईँको राजाहरू यति शक्तिशाली भएका सबै करहरू जनताले तिर्ने, जनताले राजा व्यवस्था बचाउने अनि राजा चाहिँ जनताप्रति कुनै उत्तरदायी नहुने, जनतालाई चाहिँ सुविधा नदिने, जनतालाई विरोध गर्दा जनतालाई दबाउने काम राजाबाट भएको कारणले गर्दाखेरि, जनतालाई अधिकार नदिएको कारणले गर्दाखेरि त्यहाँको जनताहरू आन्दोलित भए र पहिलोपटक विश्वमा राजतन्त्रलाई फ्याँक्ने देश भनेको फ्रान्स हो। यो देशमा पनि त्यही भइरहेको छ। यहाँका हिमालको अधिकार चाहियो, यहाँका लिम्बूहरूले लिम्बूलाई अधिकार चाहियो, यहाँको थारूहरूलाई अधिकार चाहियो भनिरहँदाखेरि यो देशका अहिलेका सरकारको नेतृत्व गरिरहने चार दलका नेताहरूले सुनिरहेको छैन। फ्रान्सको राजा जस्तो यो देशको 4वटा नेताहरूलाई सर्वोच्च गर्ने दिन नआओस् भन्न उद्घोष गर्न चाहन्छु। त्यस कारणले गर्दाखेरि हामीले भनिरहेका छौँ यो हामीले किन सुनाउने? हामीले पीडा छ। मलाई अहिलेसम्म मलाई थाहा छैन कुन विद्यालयमा हिमाल भाषा पठन पाठन हुन्छ। यहाँ मेरो आदरणीय मेरो दाजुभाइ तथा दिदीबहिनीहरू हुनुहुन्छ। यो हिमाल भाषा बचाउनको लागि गम्भीर हुन जरुरी छ। त्यो भाषा बचाउन, संस्कृति बचाउनको लागि हामीलाई राजनैतिक अधिकार चाहिन्छ। त्यो राजनैतिक अधिकार खोज्नको लागि हामी आज आन्दोलित भएको उद्घोष गर्न चाहन्छौँ। आदरणीय जनसमुदायहरू हामी ठुलो कुरा गर्न चाहँदैनौँ। हामीलाई प्रधानमन्त्री हुन छैन, हामीलाई मन्त्री हुन छैन, हामीलाई अधिकार चाहियो। अधिकार माग्दाखेरि प्रमाण गर्ने यो सरकार भनेको हत्यारा हो। हिजो अस्ति भर्खर मात्रै जनताले मधेसी समुदायमा, थारू समुदायमा थारूहरूले अधिकार मागिरहँदाखेरि, मधेसीहरूले अधिकार मागिरहँदाखेरि गोली ठोकेर जनतालाई मार्छ। यसकोलाई हत्यारा भन्ने कि के भन्ने? आदरणीय जनसमुदायहरू यो विषयमा हामी गम्भीर हुन जरुरी छ। त्यस कारणले गर्दाखेरि अघि नै मैले तपाईँहरूलाई अवगत गराइसकेको छु। भारतमा वेस्ट बेङ्गाल हुँदाखेरि त्यो जातीय राज्य हुँदैन, महाराष्ट्र हुँदाखेरि जातीय राज्य हुँदैन। वेस्ट बेङ्गाल भनेको के हो? बङ्गालीहरूको ऐतिहासिक थलो हो त्यो। महाराष्ट्र भनेको के हो? मराठीहरूको ऐतिहासिक थलो हो त्यो। मराठी समुदायको, मराठी जातिको आफ्नो थलो हो त्यो। त्यही भएर महाराष्ट्र बनाइएको भारतमा त्यो छ। र महाराष्ट्र भन्ने प्रान्तमा मुम्बई पहिला भनिन्थ्यो, अहिले मुम्बई भनिन्छ। आदरणीय जनसमुदायहरू 400 वर्षसम्म त्यो मुम्बईलाई मुम्बई नै भनिरह्यो।
त्यो बम्बई भन्ने शब्द यस्तो रहेछ, पोर्चुगिज शब्द रहेछ। त्यो पोर्चुगिज शब्द 400 वर्षसम्म स्थापित भयो भारतमा। त्यो पोर्चुगिज शब्द बम्बई भनेको एउटा खाडी, समुद्रको एउटा खाडी, त्यो बम्बई 400 वर्ष स्थापित भएको त्यो पहिचानलाई भारतका मराठी समुदायले यो बम्बई होइन, यो मुम्बई हो, मराठी भाषामा मुम्बई भनेको आमा, यसलाई मुम्बई भनेर स्थापित गर्न जरुरी छ भनेर त्यहाँ आन्दोलित भए। हामीले तिनटै बनिरहेका छौँ। यो तमक कसरी रहन गयो? यो तमकको नाम दिवाल भाषाबाट रहन गएको। यहाँ तपाईँहरूलाई थाहा छ, यहाँनिर यो तमकमा हिजोसम्म अन्य हिमाल बाहेकको समुदायहरू मलाई बसेको जस्तो मलाई लाग्दैन। यहाँनिर तमकमा विगत वर्षौंदेखि यहाँ हिमाल समुदायले, हिमाल जातिहरूले बनानी गरे। त्यो रोडको लाइनमा हेर्नुहोस्, एउटा हिमालको घर देखिँदैन। त्यो किन भयो? यो कसरी भयो? जब हिमालको बस्ती हेर्नुहोस्, यो महेन्द्र हाइवेमा मात्रै छ। महेन्द्र हाइवेको 1 किलोमिटर 2 किलोमिटर पूर्व तपाईँको दक्षिण पूर्व उत्तर मात्रै रहेको छ। आज हेर्नुहोस्, यो महेन्द्र हाइवे झुको कुनै पनि राजमार्गमा हिमालको घर सायदै होला। त्यो राज्यले त्यस्तो गरायो। त्यस कारणले गर्दाखेरि आदरणीय जनसमुदायहरू, हामीलाई राज्यले विगत 250 वर्षदेखि राजनैतिक बहिष्कार गरे, बहिष्करण नपारे। त्यो बहिष्करणको क्षतिपूर्ति स्वरूप हिमाल जाति विकास केन्द्रले हिमाल क्षेत्रको मुद्दा उठाएको उद्ध्वस्त गर्न चाहन्छ। आदरणीय जनसमुदाय, हामीले कसैलाई चोक गरेको छैनौँ। हामीले यहाँनिर बाहुन साथीहरूलाई साम्प्रदायिकता, हामी चाहिँ साम्प्रदायिकता भड्काउनको लागि यो आन्दोलन गरेको होइन। न क्षेत्रीको विरुद्ध हो यो आन्दोलन, यो क्षेत्रीलाई सहयोग गर्ने आन्दोलन हो, यो बाहुनलाई पनि सहयोग गर्ने आन्दोलन हो। भोलि स्वायत्त क्षेत्र, हिमाल स्वायत्त क्षेत्र भयो भने बाहुनहरूको कति प्रतिशत छ, त्यति प्रतिशत राज्यको हरेक निकाय अङ्ग तहमा राख्नुपर्छ भन्ने हिमाल जाति विकास केन्द्रको माग हो। त्यही भन्छ हिमाल जाति विकास केन्द्रले। यो सोच गर्नको लागि हामी आज यो वार्ड सभा उर्लाबारदेखि सम्मको यो मार्चपास्ट गरेको सबै आन्दोलित समुदायलाई अवगत गराउन चाहन्छु। म धेरै भन्न चाहन्न। तपाईँहरूलाई सुन्दा तपाईँहरूलाई पनि बोर लागेको हुन सक्छ, तर सुन्न जरुरी छ। यदि हामीले अहिले नै अधिकार नखोज्ने हो भने तपाईँको असार साउनमा हामीले धान नरोप्ने हो भने भात खान पाइँदैन। चामल किन्नुपर्छ, धान किन्नुपर्छ। अधिकार माग्ने समय भनेको यही समयमा हो। हामीले बन्दुक बोक्नुपर्छ भन्ने होइन। रोडमा उभिएर हात ठट्याएर प्ले कार्ड देखाएर पनि हामीले अधिकार माग्न सक्छौँ। यही कारणले गर्दाखेरि आज हामीले शान्तिपूर्ण र्याली गरिरहेका छौँ। म एउटा तपाईँहरूलाई सानो उदाहरण दिनुहोस्। केनाडामा धेरै आदिवासी जनजातिहरू हुनुहुन्छ। अमेरिकामा त आजभन्दा 250 वर्ष अगाडि 1 करोड 20 लाख आदिवासी जनजातिहरू थिए। सबै आदिवासी जनजातिहरूलाई नरसंहार गरे। स्पेनबाट गएका शासकहरूले यसरी मारे कि त्यहाँका आदिवासी जनजातिहरूको मासुको टुक्रा कुकुरा खुवाएको इतिहास हामीले पढेका छौँ। सायद मलाई लाग्छ हाम्रा हिमाल सेनाहरू सुगेर बङ्गाई हिमालहरूले 17 घाटमा पृथ्वीनारायण तेरासँग 7-3 बढिरहँदाखेरि हाम्रो सेनाले हारेकी जिते इतिहासमा छैन। त्यो कुनै पनि इतिहासकारलाई जानकार छैन। नेपालमा भएभरका इतिहासकारहरूले इतिहासलाई सम्झाएर लेखेको हामीले पाएका छौँ। त्यो ताका समयमा हिमालको पनि कति नागहरू काटियो होला, कतिहरू आँखाहरू उडाइयो होला। त्यसरी उपत्यकामा पृथ्वीनारायण शाहका सेनाले कान नाक काटे। त्यही कारणले गर्दाखेरि नेवारहरू उठ्न सकेको छैन। हिमालहरू पनि आजको मितिसम्म उठेको छैन। आज उठ्दैछ। त्यो देखाउनको लागि हामीले मार्चपास्ट गरेको उद्घोष गर्न चाहन्छु। आदरणीय समुदायहरू, मैले अघि तपाईँहरूलाई उद्घोष गरिसकेको छु। म यहाँ धेरै बोल्नेवालामा छैन। पक्कै पनि हामीले अधिकार अहिले नखोज्ने, हामी रोडमा नआउने हो भने हामी सिद्धिँदैछौँ। हामी मर्दैछौँ, जिउँदै मर्दैछौँ। लिभिङ टाइम
जीवित मर्नुको कुनै अर्थ हुँदैन। मरेर बाँचौँ त्यो उद्घोष गर्न चाहन्छु। यदि म मर्दाखेरि यो दिमाग क्षेत्र आउँछ भने पहिलो गोली केदार दिमागलाई लाग्नेछ, त्यो उद्घोष गर्न चाहन्छु। आदरणीय जनसमुदायहरू, कुनै ज्ञानी होइन, सुशील कोइराला आओस्, केपी शर्मा ओली आओस्, उसको जतिसुकै त्यही कुरा विद्वानहरू लिएर आओस्। दिमाग जाति विकास केन्द्र नेपाल त्यो केपी ओलीको, तपाईको, सुशील कोइरालाको, विजय कुमारको ठेदारको लगायतका नेताहरूको विद्वानहरूसँग दिमाग क्षेत्र निर्माण गर्ने आधारमा हामी लड्न, हामी छलफल बहस गर्न तयार हुनेछौँ। 1 महिनासम्म तयार हुनेछौँ। त्यो उद्घोष गर्न चाहन्छु। आदरणीय जनसमुदायहरू, इट्स जोस, यो हाम्रो पहिचानको कुरा हो। त्यसले गर्दाखेरि यो आदरणीय जनसमुदायहरूलाई यो उद्घोष गर्दै, यो जानकार गराउँदै म यो मञ्चबाट बिदा हुन चाहन्छु। हवस्, जय दिमाग क्षेत्र। धन्यवाद।